ज्ञानेन्द्र राजा बन्ने चाहना पनि हटाउनु पर्यो, केपी ओली राजा बन्ने चाहना पनि हटाउनु पर्यो। ज्ञानेन्द्रलाई पनि काम छैन। ज्ञानेन्द्र जस्तो व्यक्तिले आफ्नो पारसलाई त बनाउन सकेन, पारसलाई त राम्ररी चिन्न सकेन, राम्रो गर्न सकेन भने जनताको छोराछोरीलाई राम्रो गर्छ। पृथ्वीनारायण शाह त विदेशी हो, विदेशी। त्यसको नाति ज्ञानेन्द्र शाह पनि विदेशी सन्तान हो, ब्लड हो। नेपाल एकीकरणको महान अभियान उहाँले लिए, त्यसलाई हामी मान्दैनौँ, गर्दैन नि। त्यसैले ज्ञानेन्द्र शाहको सम्पत्ति राष्ट्रियकरण हुन जरुरी छ। ज्ञानेन्द्र शाहको अकुत अवैध सम्पत्ति राष्ट्रियकरण गर्दै शेरबहादुर देउपाको सम्पत्ति पनि राष्ट्रियकरण हुनुपर्छ। ज्ञानेन्द्र भनेको 5 दिनको लागि, 5 घण्टाको लागि, 5 मिनटको लागि नेपालको राजा त भएको हो नि, भएको हो नि। त्यो त इतिहास छ। सहज रूपले छोडिदिएको पनि हो। नै सहज रूपले छोडेको होइन, होती नभएको भागेर गएको, मर्ने डरले। यो राजा भगौडा थियो। नि भगौडा हो यो, दरबार छोडेर भाग्ने मान्छे, नभएको भए त्यही दरबारमा मारिदिन्थे जनता। नमस्कार अनि स्वागत छ तमाम दर्शकहरूलाई। नेपाल पोस्ट डेलीद्वारा प्रसारित रेडियो सीमाञ्चल 95.1 मेगाहर्जको समसामयिक मूलक विषय कार्यक्रम रेडियो सीमाञ्चलको सीमाञ्चल बहसमा म मनोज पटेल यहाँहरूलाई स्वागत गर्न चाहन्छु। अहिले देशमा राजनीतिक तरलताको स्थिति सिर्जना भइसकेको अवस्थामा एकजना जुधारु नेता, गणतन्त्रवादी नेता, अम्बेडकरको पथमा चल्ने नेता आज बहसको लागि सीमाञ्चल बहसमा मसँग मेरो स्टुडियोमा हुनुहुन्छ। म धेरै भूमिका नबानिकन म उहाँलाई सिधै स्वागत गर्न चाहन्छु। आज मसँग कुराकानी गर्नको लागि सीमाञ्चल बहसमा बहुजन शक्ति पार्टी नेपालका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री, नेपाल सरकारका पूर्व मन्त्री विश्वेन्द्र पासवानजी हामीसँग बहसको लागि यतिखेर हुनुहुन्छ। सर्वप्रथम मन्त्रीज्यू, यहाँलाई हाम्रो यो बहस छलफलमा स्वागत छ। धन्यवाद यहाँलाई, आम श्रोता दाजुभाइ दिदीबहिनीहरूलाई। अब मन्त्रीज्यू, अहिले देशको स्थिति जुन समसामयिक विषयमा यसो संक्षिप्त प्रतिक्रिया लिँदाखेरि देशको अहिले स्थिति, तरलताको स्थिति, गणतन्त्रमाथि नै खतरा भइरहेको अवस्था भन्ने कुरा टिका टिप्पणीहरू भइरहेको अवस्थामा यहाँलाई के लाग्छ, त्यति डराइ हाल्नुपर्ने नेपाली जनतालाई अथवा गणतन्त्रवादी नेताहरूलाई त्यति डराउनु पर्ने स्थिति छ अहिले नेपालमा सिर्जना भइसकेको छ? अब यो स्पष्ट भन्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अहिलेको 12 देखि 15 वर्षको बीचमा अगाडि बढिरहँदाखेरि केपी ओली शेरबहादुर देउवाको गठबन्धन एउटा अप्राकृतिक गठबन्धनको कारणले जनतामा निराशको अवस्था आयो। अब गनाएको व्यक्ति पटक पटक प्रधानमन्त्री हुने, देशको विकासलाई रोक्ने, सुन्दर नेपाल बनाउने चाहनालाई निरुत्साहित गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई मान्दैन मान्ने, केपी शर्मा ओलीले त नेपालको संविधान नमानेकै हो नि। उहाँले विघटन गर्नुभयो, दुई पटक सदनलाई विघटन गर्नुभयो। त्यो त नेपालको संविधानमा, म नेपालको संविधानको एकजना हस्ताक्षरकर्ता, थुप्रैले विरोध गरे, थुप्रैले संविधान जलाए, तर मैले नेपालको संविधानमा सिग्नेचर गरेँ। संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष समावेशी राष्ट्रको संविधान बनेर, नेपालको संविधान बनेर, नयाँ संविधान, समाजवाद उन्मुख संविधान, सबैको समस्या समाधान गर्ने संविधान, सुन्दर देश नेपाल बनाउने संविधान बनाइसकेपछि अहिलेको संविधान आफैमा आलोचनात्मक समर्थन गर्ने एकजना म व्यक्ति पूर्ण थिएन, तैपनि यहाँले समर्थन गर्नुभयो। पहिले त्यही पनि गरेँ मैले। किन गरेँ त भन्दाखेरि पहिलो संविधान सभामा संविधान बन्ने अवस्था प्रबल थियो, तर बनेन। उहाँहरूले बन्न दिनु भएन, यो 4 जना मान्छेले संविधान चाहिँ बन्नै दिनु भएन। त्यो पहिलो व्यक्ति हो केपी शर्मा ओली। अब यो दोस्रो व्यक्ति हो यो बहसहरू भन्दा पनि म डोर्याउन चाहन्छु तपाईलाई, शेरबहादुर देउवा। यो संविधान बनेकै यहाँले भन्नुभयो 2072 मा संविधान जारी भइसकेपछि लामो समय भइसक्यो, तर जुन किसिमले जनतामा एउटा उमङ्ग, उल्लास या विकासको जुन एउटा या आर्थिक उपलब्धि प्राप्त गर्नुपर्ने हो, जुन किसिमले कृषिमा क्रान्ति हुनुपर्ने, मजदुरहरूको विकास हुनुपर्ने, दलितहरू अगाडि आउनुपर्ने, त्यो हिसाबले आउन सकेको छैन। संविधान नै त्रुटिपूर्ण संविधान बनायो। त संविधान कसको सहमतिमा बन्यो त भन्दाखेरि कांग्रेस एमाले र माओवादीका 52 सहमतिमा संविधान बन्यो।
अब यो कस्तो बाहुनको सहमतिमा बन्यो? इमानदार बाहुनको सहमतिमा बनेको भए इमानदार ब्राह्मणहरूले सुन्दर संविधान बनाउन चाहेकै हुन्, चाहेकै थिए। संविधान सभामा त हामीसँगै बसेर धेरै कुरा गर्थे। एकातर्फ ज्ञानेन्द्रका यसम्यानहरू सक्रिय थिए त्यति बेला पनि। सूर्यबहादुर थापा र कर्णबहादुर चन्द थिएन? थियो नि। यहाँहरूमाथि भारी थियो उहाँहरू? होइन, भारी भन्दा पनि उनीहरूको तर्क वितर्क हुँदाखेरि त घन्टो खाइदिन्थे नि। अनि उनीहरूले बोलिरहँदाखेरि काङ्ग्रेस एमाले माओवादीका बाहुनहरू त चुप लाग्थे नि। अनि डिबेट मैले मात्रै गर्नुपर्ने थियो। मधेसवादी दलका नेताहरू सरकार मन्त्री खान व्यस्त। अनि त्यो संविधान तपाईँलाई थाहा छ कि छैन? उपेन्द्र यादव भन्ने व्यक्ति पहिलो वर्ष त 1 वर्षमा 8 दिन मात्रै संविधान सभामा गयो। कहाँ गयो त? जसो तसो यहाँहरू संविधान बनाउनु भयो मन्त्रीज्यू, जसो तसो यहाँहरूले संविधान बनाउनु भयो, संविधान पारित पनि गर्नुभयो सदनबाट। अब कुरो के आइरहेछ भने राजावादी शक्तिहरू जुन छन् उहाँहरू सलबलाइरहनु भएको छ र उहाँहरूको भनाइमा भर्सन के आइरहेछ भने अब यो संविधान असफल भइसक्यो, अब पुरानो संविधानलाई बिउत्याउनु पर्छ। राजा कसरी आउँछ भन्दाखेरि त जसरी नेताहरूले ताली बजाएर राजालाई फाल्यो त्यसरी नै ताली बजाएर राजा आउँछ भन्दै हुनुहुन्छ उहाँहरू। त्यसो भए उहाँहरू ताली बजाइरहनु भएको छ, रोडमा ताली बजाउनु भएको छ नि। मन्दिर ज्ञानेन्द्र साहब मन्दिर जाँदाखेरि बाहिर बसेर ताली बजाउनु भएको छ। त्यो त मन्दिर जाने एउटा अधिकार यो संविधानले पनि दिएको छ। हो, त्यति मात्रै हो। तर संविधान सभाले ताली बजाएर गणतन्त्र ल्याएको। 2-3 पटक चुनाव भएर यो देशमा 19-20 वटा पार्टीहरू राजनीतिक दलहरू थिए। त्यति बेला राजालाई हटाउनलाई विधि प्रक्रिया अपनाइएन। ज्ञानेन्द्रलाई मान्ने दल, ज्ञानेन्द्र शाहलाई फर्काउनुपर्छ भन्ने दलहरू पनि थिए। तर उनीहरूले गणतन्त्रलाई समर्थन गरे किनभने नेपालीको चाहना थियो गणतन्त्र, नेपालीको चाहना थियो संघीयता, नेपालीको चाहना थियो धर्मनिरपेक्षता, नेपालीको चाहना थियो समावेशिता र जनसङ्ख्याको अनुपातमा पूर्ण समानुपातिक प्रतिनिधित्व चाहना थियो। हिमाल पहाड तराईका मजदुर किसानहरूलाई सम्मान दिने, अधिकार दिने, सुन्दर देश बनाउने चाहना थियो नेपाली जनताको। तर त्यो नेपाली जनताको चाहनालाई केपी शर्मा ओली र शेरबहादुर देउवा जस्तो व्यक्तित्वहरूले निराशाजनकमा परिणत गरिदियो। निराशाजनकमा परिणत गरेको कारणले तपाईलाई थाहा छ कि छैन, संसारको एउटा सुन्दर पक्ष के हो त भन्दाखेरि संसारका सबै फूलहरूबाट त्यसबाट रस ल्याएर सुगन्धित फूलहरूको रस, जसलाई के भन्छ, अतर भन्छ, गुलाब भन्छ, के भन्छ, परफ्युम भन्छ, त्यो सेन्ट संसारको राम्रो सेन्ट एकातिर राखिदिनुस् र संसारभरिका टोयलेट र गनाएका जस्तो तपाईले सुन्नुभयो होला नालाका यी गन्धहरू राखेर कपमा राखिदिनुस्। कसले, जनताले कसलाई चोइस गर्छ? राम्रोकालाई मान्छ। भनेपछि यो डेमोक्रेसी, लोकतन्त्र, गणतन्त्र यो इतर हो, यो इतर हो। अब फिल्म हो। गणतन्त्रको विकल्प के हुन्छ नेताजी? अब गणतन्त्रको विकल्प भनेको सुन्दर गणतन्त्र हुन्छ। गणतन्त्रको विकल्प भनेको एकता नेता भनेको गनाएपछि अर्को नेता सुन्दर। तर अब जनता दोधारमा पर्यो नेताज्यू। अब 18 वर्ष 20 वर्षमा संविधानलाई यहाँले सर्वमान्य बनाउन सक्नु भएन। तपाईले 240 वर्ष गर्दाखेरि के गर्नुभयो? बनाउन सक्नु भएन। तपाईले विनोद चौधरीलाई भ्रष्टाचारीलाई नेपाली जनताको कर पसिनाबाट आएको, रगत पसिनाबाट आएको लुटेर विदेशमा सम्पत्ति राख्नुभयो। तर फेरि त्यही गतिमा यहाँ पनि लाग्नुभयो। भ्रष्टाचारीलाई प्रोत्साहन दियो सरकारले। यहाँहरू होइन, नाम गिनेर भन्नुपर्छ। लोकतन्त्रमा व्यक्तिले शासन गर्दैन, सिद्धान्तले शासन गर्छ। भनेपछि नाम गिनेर भन्दाखेरि केपी शर्मा ओलीले गल्ती गर्यो भन्दैमा एमाले भित्रका इमानदार गणतन्त्रवादी, संहितावादी, धर्मनिरपेक्षतावादीहरू सबै गनाएको त गनाउँदैन नि। कांग्रेस भित्र 2-4 जना गनायो भन्दैमा कांग्रेसै गनायो त, दलै गनायो भन्न मिल्छ? मिल्छ? एमाले भित्र 2-4 जनाले गल्ती गर्यो, ल बाबुराम र प्रचण्डले गल्ती गर्यो भन्दैमा माओवादी सबै गनाउँछ? उपेन्द्र यादव, मोहन ठाकुर र राजेन्द्र महतो अनि विजय गठदार लुट्यो देशलाई आरोप लगाउने तपाईहरुले आरोप लगाइरहनु भएको छ। ल ठीक छ, उहाँहरु 4 जना गल्ती नै गर्यो भनेर पुरै तराईका मान्छेहरु, 22 जिल्लाका मान्छेहरु गनाउँछ। तर नेताजी तमाम लोकतन्त्रको विशेषता के हो भने सुनुस् तपाईले के बुझ्नु पर्यो भने लोकतन्त्रको विशेषता के हो भने 5-5 वर्षमा नेता चुनिने व्यवस्थालाई सुन्दर व्यवस्था मानिन्छ। 5-5 वर्षमा सुन्दर व्यवस्था ल्याउने जनताको चाहनालाई अहिले कसैले धमिलो पानीमा माछा मार्ने कुरा गर्छ भने अहिले त्यो कुरा सम्भव छैन। पहिलो कुरा बुझ्नुस्। दोस्रो कुरा, ज्ञानेन्द्रले सत्ता लिँदाखेरि
महेन्द्र त्रिभुवनको पालामा भ्रष्टाचारी भनेर देशद्रोही भनेर अनि यो अरू धर्मका मान्छे हुन् भनेर तुलसी गिरीलाई खेद्ने अनि ज्ञानेन्द्र शाहले तुलसी गिरीलाई प्रधानमन्त्री बनाउने अनि गोली ठोक्न लाउने। नेपाली जनता कति इमानदार रहेछ भन्ने यसबाट देखिन्छ। यो अब के विजेन्द्रजी मन्त्रीजी अब गर्ने के अब सुन्नुहोस्, त्यसैले तुलसी गिरी जस्ता गिरीहरूलाई नेपालमा प्रतिबन्ध लगाउन सक्थ्यो तर गरेन। ज्ञानेन्द्र शाहलाई प्रतिबन्ध गर्न सक्थ्यो तर ज्ञानेन्द्र शाहलाई प्रतिबन्ध गरेन। किनभने संसारको एउटा सुन्दर देश नेपाल, जहाँ बुद्ध जन्मेको देश हो, जहाँ मिक्स कम्युनिटी छ, बाहुन, क्षेत्री, गिरी, पुरी, सन्यासी, यादव, कोइरी, कुर्मी, लोहार, बर्ही, तमोली, गरुडी, भेरियर, सुतिया, नौनिया, तेली, सुरी, करबार, नाय, हजाम, हैन, पासी, चमार, तपाईको मुसहर, खतबे, डोम, हलखोर, धोबी, दमाई, कामी, सार्की, गोडे, चामे, पौडे, त्यसपछि तपाईको हेर्नुस् न थकाली, राजवंशी, धिमाल, सतार, हैन, अनि राई, मगर, लिम्बू, भोटे, शेर्पा, तामाङ, थारू, दनवार, यिनीहरू सबै एक ठाउँ बसेका छन्। राजावादीहरूको कुरा सुन्नुभयो, उहाँहरूले के भन्नुभएको छ? देशलाई राजाले बनाएको हो, यी गणतन्त्रवादी शक्तिहरूले देशलाई बिगारे, भ्रष्टाचारी व्यथिति बढ्यो, देशमा भ्रष्टाचारको ताङ छ, यो देशलाई केही शक्ति राजतन्त्रमा सर्यो, जनता लुट्ने, जनता मार्ने, मुखरे कानुन लगाउने, राणाको गल्ती राजामा सर्यो, राजाको गल्ती यहाँका 2-4 जना मै हुँ भन्ने नेताहरूमा सर्यो। अब राजा, राणा र 2-4 जना नेतालाई नेपाली जनताले आउने निर्वाचनमा भनेपछि नेपाली धुक हुनु पर्यो, नेपाली धुक हुनु पर्यो, गणतन्त्र फालिदैन। यी 2-4 जना जुन नाम लिनुभयो नेताहरू, त्यस्ता खराब प्रवृत्तिका नेताहरू फालिन्छ। अब नेपाली जनताले मिसन 84 मा त्यो तरिकाले चुनाव जित्न दिँदैन, शेरबहादुरलाई चुनाव जित्न दिँदैन। तपाई विश्वास गर्नुस्, मैले नभनेको भए सुन्दै जानुस्, हामी सहमति गर्दैछौँ सुन्दर नेपाल बनाउन इमानदार ब्राह्मणहरू पनि तयार छ। त्यसको रोड म्याप छ यहाँसँग? छ, एकदमै छ। कस्तो सुन्दर देशको कल्पना 20 दिन अगाडि सुन्नुहोस्, 20 दिन अगाडि मैले रिपोर्टर्स नेपाल.com मा मैले अन्तर्वार्ता दिएको थिएँ। ज्ञानेन्द्रले धेरै चकचक गरे भने गाँस पनि खोसिन्छ। त्यसपछि नेपालका सबै नेताहरूले बोल्न थाल्नु हो। सुन्दै जानुस्, यो देश सुन्दर बनाउने रोड म्याप छ। एमाले, कांग्रेस, माओवादी, मधेसवादी जति राजावादी दलहरू छन् नि, सबै दलमा इमानदार मान्छेहरू कहीँ न कहीँ देखिएको छ। त्यसैले दारी फुलेकाहरूलाई होइन कि अब युवाहरू 40-45 वर्षका उमेरका इमानदार योग्य व्यक्तिहरूलाई अगाडि ल्याउनु पर्दछ। सुन्दर देश बनाउनका निम्ति संविधानको पुनर्लेखनको प्रक्रिया अगाडि बढाउनु पर्दछ। कस्तो युवाहरू खोज्नुहुन्छ यहाँले? कस्तो युवा खोज्न चाहनु भएको? पुरानो दारी फुलेका जुन नेताहरूको नाम यहाँले इंगित गर्न खोजिरहनु भएको छ, उहाँहरूले देश बनाउन सक्नु भएन। यो उहाँहरूको दोस्रो पुस्ता जुन छन्, ठुला ठुला पार्टीकैमा नाम लिँदाखेरि दोस्रो पुस्ताका युवाहरू जुन छ, उनीहरू झोले भयो। उनीहरूसँग पनि आशा गर्ने प्रवृत्ति, आशा गर्ने अवस्था छ। विषय के हो भने तपाईँ के बुझ्नुस् भने 40 वर्ष भनेको धेरै लामो आयु पनि होइन। हजुर हजुर। र धेरै कम आयु पनि होइन। 40 वर्षको अवधि भनेको मान्छे परिपक्व हुन लाग्छ र 40 वर्षपछि परिपक्वता आउँछ। अहिले नेपालको संविधान बमोजिम नेपाली जनताले दिएको जुन अधिकार हो नि, सार्वभौम अधिकार, जनतालाई पाएको जुन अधिकार हो, त्यो अब कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्छ। म 5-7 वर्ष निरन्तर तपाईको बिमारी थिएँ। म अहिले संविधान सभाबाट ब्याक भएँ। अब संसदमा जान सकिएन, शारीरिक अवस्थाले पनि साथ दिएन र चुनावमा पनि भोट माग्ने कुरा मात्रै भयो। 2-4 वटा भोट मात्रै माग्यो। पार्टी र विचारधारालाई जीवित राख्ने कुरा भयो। अब म सक्रिय छु। म पार्लियामेन्टमा भएको भए अहिलेको यो व्यतिथि आउन दिने थिइनँ, किनभने हिटलर जस्तो मान्छे पनि सिद्धियो नि। तर तपाईँ सडकमा हुनुहुन्छ, तपाईँको साथमा जनता छ। त्यसैले जनता साथमा लिएर जान सक्नुहुन्छ। त्यसैले जनता साथमा भएकोले सुन्दर देश बनाउने सपना बोकेर सुन्दर देश बनाउने कल्पना मात्र होइन, यथार्थलाई अगाडि बढाएर अगाडि बढाएको छु। निरङ्कुश राजतन्त्र सिद्धियो, संघीय लोकतान्त्रिक गणतन्त्र आयो। गणतन्त्रमा 2-4 जनालाई ज्ञानेन्द्रकै क्याबिनेटमा मन्त्री हुने मान्छे पनि त केपी ओलीको र शेरबहादुर क्याबिनेटमा मन्त्री भइराखेका छन् नि। तिनीहरू अहिले ठुला ठुला तपाईलाई थाहा छ कि छैन? के त्यो मान्छे भ्रष्ट छैन? पार्टी खोल्दैमा, नयाँ पार्टी बनाउँदैमा केपी ओलीको सरकार र प्रचण्डको सरकारलाई सफल हुन दिन्छ त्यो मन्त्रीहरू?
जसले वीरेन्द्रको पालामा क्याबिनेटमा तपाईहरु नयाँ भिजन भएको नयाँ सोच भएको मान्छेलाई छिर्नै दिनुहुन्न तपाईहरु। सुन्नुहोस्, नयाँ सोच भएको मान्छे छिर्न दिएको होइन कि नयाँ सोच भएको मान्छे पार्टीमै स्थापित हुन दिएन। कांग्रेसले हुन दिएन, एमाले हुन दिएन, माओवादीले हुन दिएन। नवराज हत्याकाण्ड भयो, रुकुममा भएको भएन, मानव नरसंहार भयो, अनि शक्ति बस्नेत र जनार्दन शर्मालाई प्रचण्डले केपी ओलीको सरकार त थियो नि त, बचाउनु पर्ने, नरसंहारीलाई भ्रष्टाचारलाई बचाउने। अब महानेपाली जनताले अब के बुझ्नु पर्यो त्यसो भए? तपाईँ के बुझ्नुहोस् भने संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष र समावेशिता आइसक्यो। सबै धर्म र जाति समुदाय मिलेर बसिया छौँ। एक आपसमा हामी अगाडि बढ्ने प्रेरणाका साथ सबैले आफ्नो माथिबाट प्रेरणा लिएका छन्। उनीहरू कुनै विवाद अगाडि बढाउन चाहदैनन्। अब बको ध्यानम भन्छ नि, बकुलाको ध्यानमा बसेको ज्ञानेन्द्र शाह अब 2-4 वर्षपछि मरिन्छ भन्ने लाग्छ भने पुण्य गरेर मन्दिर मनेर गरेर मर्दा भइगयो होइन। यदि उहाँलाई राजा बन्ने सपना छ भने नेपालको संविधानले 2/3 ल्याएर संविधान संशोधन गर्ने त वातावरण दिएको छ। त्यसैले तपाईले राजा ल्याउने कुरा कमल थापाले गर्न सक्छ, राजनीतिक दलको मान्छे हो। राजेन्द्र लिग्देनले गर्न सक्छ, राजनीतिक दलको अध्यक्ष हो। अरू कुनै नयाँ दल खोल्न कसैले चाहन्छ भने त्यो दल खोलेर आओस्। तर उत्तर प्रदेशको मुख्यमन्त्री योगीको फोटो राखेर राजा बन्छु भन्ने सपना देख्छ भने ज्ञानेन्द्र शाहलाई भोलि धेरै गाह्रो हुन सक्छ। नेपाललाई सिक्कमीकरण गर्न चाहने ज्ञानेन्द्र शाहको झुटो निर्लज्ज, तर अब यसलाई सिक्कमीकरणलाई जनताले स्वीकार गर्दैन। यो जुन फोटोको प्रश्न यहाँले भन्नुभयो, म त्यहाँनिर आइरहेको छु। यो फोटोको विषयमा मैले यसो त्यो राप्रापाका नेताहरूसँग बुझ्दाखेरि योगी आदित्यनाथ गोरखनाथ मठको मठाधीश हुनुहुन्छ, उहाँ मुख्यमन्त्री पछि हुनुहुन्छ र उहाँ एउटा हिन्दूवादी नेता भएको कारणले गर्दा हिन्दू माथि आस्था राख्ने अथवा सनातन माथि आस्था राख्ने व्यक्तिहरू त्यसको फोटो बोक्न सक्छ, शंकराचार्यको फोटो बोक्न सक्छ भन्ने खालको उहाँहरूको तर्क दिनुहुन्छ उहाँहरू। हेर्नुहोस्, एउटा कुरा के हो भने ज्ञानेन्द्र भनेको 5 दिनको लागि, 5 घण्टाको लागि, 5 मिनटको लागि नेपालको राजा त भएको हो नि, त्यो त इतिहास छ। सहज रूपले छोडिदिएको पनि हो? नै, सहज रूपले छोडेको होइन, होती नभएको भागेर गएको मर्ने डरले। यो राजा भगौडा थियो नि, भगौडा हो यो, दरबार छोडेर भाग्ने मान्छे हो। नभएको भए त्यही दरबारमा मारिदिन्थे जनताले। के कुरा गर्नुहुन्छ तपाईँ? अहिले धैर्यटाको बाण नेपाली जनताको गणतन्त्रवादीहरूको बाण टुट्यो भने विश्वेन्द्र पासवान त आफै तपाईँ भनेर हिँड्नुहुन्छ कि हाम्रो बाबुबाजे पनि राजा थियो भनेर तपाईँ आफै हिँड्नुहुन्छ? नै, हाम्रो कामी राजा थियो, दमाई राजा थियो, सार्की राजा थियो, पासवान राजा थियो नि देशमा। मगर राजा थियो, गुरुङ राजा थियो, तामाङ राजा थियो, नेवार राजा थियो नि देशमा, थिएन? पृथ्वीनारायण शाह त विदेशी हो, पृथ्वीनारायण शाह त विदेशी हो, विदेशी। त्यसको नाति ज्ञानेन्द्र शाह पनि विदेशी सन्तान हो, ब्लड हो। नेपाल एकीकरणको महान अभियान उहाँले लिए, त्यसलाई हामी मान्दैनौँ। राजाको नाममा फेरि हामी तपाईलाई मान्दैनौँ। हामी नेपाली हौं, 21औं शताब्दीमा आइसकेको। नेपालको तत्कालीन अवस्थाको 22-24 राज्य एकीकरण गर्ने बेलामा पृथ्वीनारायण शाहको योगदानलाई सुन्नुहोस्, पृथ्वीनारायण शाहलाई कसैले मान्छ भने हामी नमान्नुस् भन्दैनौँ। तर हाम्रै बाबुबाजेलाई मारेर बहुजन मूल निवासी योद्धाहरूलाई, राजा लोकनायकलाई, चक्रवर्तीलाई, सम्राटलाई, सनातनीलाई मारेर, शंकराचार्यले मार्न लगाएर वा कुनै धर्मका गुरुदेवहरूले मार्न लगाएर यदि राजालाई स्थापित गरेको दिन यदि अहिलेको दिन हुन्थ्यो भने फ्रान्सको जस्तो टुक्रा टुक्रा बनाइदिन्थ्यो जनताले, जर्मनको जस्तो हुन्थ्यो, संसारका थुप्रै राष्ट्रहरूको जस्तो हुन सक्थ्यो। तर नेपालीहरू भनेको अरू भिन्न देशहरू भन्दा फरक। तर विजेन्द्र जी, यो संविधान लेखन प्रक्रियामा यहाँ आफै नजिकबाट हुनुहुन्थ्यो,
तपाईँ क्याबिनेट मन्त्री पनि हुनुहुन्थ्यो त्यति बेला। अब यो यस्तो संविधानको या यस्तो डेमोक्रेसीको के जरुरी छ जहाँ सबै जनता आहतमा छन्, दुखी छन्, दलितहरूले न्याय पाएका छैनन्, हत्या हिंसा बढिरहेका छन्, लुटतन्त्र देशमा मचेको छ, तमाम युवाहरू विदेश पलायन भइरहेका छन्। तपाईले सुन्नुभयो कि सुन्नु भएन? व्यवस्थालाई म दोष दिँदैन, विकास हुनुपर्छ कि पर्दैन? सुन्नुस्, ज्ञानेन्द्र शाहलाई चुप लागेर बस्नुपर्ने अवस्था आयो। अनि केपी शर्मा ओली र शेरबहादुर देउबा र दाली फुलेका नेताहरूले अब सन्यास लिने बेला आयो। अवस्था यो, गल्ती गरेको छ भने भोलि कानुनको कठघाडामा सजाय हुन्छ। किन मानिदिनु पर्यो? 2007 साल 46 सालदेखि लिएर 2036 सालको आन्दोलन पछि उदाएका नेताहरू, 2047 सालपछि उदाएका नेताहरू, सबै नेताहरू तिनीहरू राजा हो, उनीहरू हट्दैन। के लाग्छ यहाँलाई? सुन्नुहोस्, किन मानिदिनु पर्यो नेपाली जनताले? तपाईँ सुन्नु न, काङ्ग्रेसभित्र पुराना जरसूत्रवादी मनुवादी चिन्तन बोकेकाहरू छन् नि। एमाले भित्र पनि छ। काङ्ग्रेसले राज परिवार र राजतन्त्रमा भएको भ्रष्टाचारको गन्ध लिएर भ्रष्ट शासकको रूपमा प्रमाणित भएको अवस्था छ। काङ्ग्रेसपछि एमाले पनि भ्रष्ट प्रमाणित भएको अवस्था छ। रोग भनेको त ट्याब्लेटले निको हुने रोग भए ट्याब्लेटले निको हुन्छ। रोग भनेको अपरेसनबाट कटअप गरेर निकाल्ने रोग पनि हुन सक्छ, वा त पुरै शरीरको ब्लड चेन्ज गरेर रोग निको हुने रोग हुन्छ। भनेपछि अहिले क्यान्सर, सुन्नुस्, यी नेताहरू कामै नलाग्ने भइसक्यो। यो 4-5 वटा ज्ञानेन्द्रलाई पनि काम छैन। ज्ञानेन्द्र जस्तो व्यक्तिले आफ्नो पारसलाई त बनाउन सकेन, पारसलाई त राम्ररी चिन्न सकेन, राम्रो गर्न सकेन भने जनताको छोराछोरीलाई राम्रो गर्छ? गर्दैन नि। त्यसैले ज्ञानेन्द्र शाहको सम्पत्ति राष्ट्रियकरण हुन जरुरी छ। ज्ञानेन्द्र शाहको अकुत अवैध सम्पत्ति राष्ट्रियकरण गर्दै शेरबहादुर देउबाको सम्पत्ति पनि राष्ट्रियकरण हुनुपर्छ। तर हामी देशका जति पनि भ्रष्टाचारीहरू छन्, राजाको मात्रै होइन, यहाँले यदि भन्न खोज्नु भएको भने यो देशको कानुनले त्यस्तो व्यवस्था गरेको छ। देशको जति पनि भ्रष्टाचारीहरू छन्, माफिया तन्त्रहरू छन्, ब्ल्याक मनीहरू छन्, त्यो सबै राष्ट्रियकरण हुनुपर्छ, राजाको मात्रै होइन। त्यो भनाई मैले 10 वर्षदेखि भन्दै आएको। संविधान सभा पनि यो कुरा भनेको थिएँ नि, तपाईँलाई थाहा छ नि। संविधान भन्दाखेरि मैले 3टा कुरा भनेको थिएँ। 70% अधिकार प्रदेशलाई दिनुहोस् भनेको थिएँ नि मैले। सबै जात धर्म र सबै समुदायको सबै वर्गका जनसङ्ख्याको अनुपातमा प्रत्येक प्रतिनिधित्वको प्रत्यक्ष व्यवस्था गरिदिनुहोस्। अनि त्यो किटानुसारको राज्यको सबै अङ्ग तह निकाय संरचनामा सहभागिता गराइदिनुहोस्। सरकारी, अर्ध सरकारी, गैर सरकारी, देशभन्दा बाहिर पनि प्रतिनिधित्वको व्यवस्था गरिदिनुहोस्। र तटस्थ 5 वटा जुन छ नि, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकामा तटस्थ मान्छेहरूको नियुक्तिको प्रक्रिया गरिदिनुहोस्। र भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजायको व्यवस्था गरौँ। भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था गरौँ। भ्रष्टाचारीहरूको सूची, काला सूचीमा उनीहरूको फोटो सार्वजनिक गरिदिउँ, उनको 3 पुस्ते निकालिदिउँ। 2 कुरा भनेको थिएँ। र मृत्युदण्डको संवैधानिक व्यवस्था गरौँ। सुन्नु न, मान्नु भएन। त्यही नमानेको कारणले आज यो दुर्गन्ध आयो। म जिउँदो मान्छे हो। केपी ओली गनाएको कारण त्यही हो। यहाँहरू देशलाई फेडरलिजममा लैजानु भयो, यहाँहरू देशलाई संघीय देश गणराज्य यहाँहरूले घोषणा गर्नुभयो, संघीय गणतन्त्र लोकतान्त्रिक देशको स्थापना गर्नुभयो। संविधानको जुन मेनिफेस्टोमा यहाँहरूले लेख्नु भएको छ प्रस्तावनामा, त्यो कार्यान्वयन भएको छ। यो प्रदेशहरूलाई अधिकार दिएको छ। मुख्यमन्त्रीहरूको केही हैसियत छ? प्रदेशसँग आफ्नो शासन प्रणाली छ कि हैन? त्यो सुन्नु न। त्यसैले ज्ञानेन्द्र राजा बन्ने चाहना पनि हटाउनु पर्यो। केपी ओली राजा बन्ने चाहना पनि हटाउनु पर्यो। शेरबहादुर पनि राजा बन्ने चाहना हटाउनु पर्यो। यो लोकतन्त्र हो, यो गणतन्त्र हो, यो संहिता हो, धर्मनिरपेक्षता हो, जनताको शासन हो, जनताको प्रतिनिधिले जनतामाथि शासन गर्ने हो। त्यसो भएको हुनाले अहिलेको परिस्थिति के हो त भन्दाखेरि हामी सशक्त सामाजिक जनआन्दोलन, राष्ट्रिय आन्दोलन, जनविद्रोहको आवश्यकता छ। यो देशमा सुन्दर देश बनाउने टिमहरू बन्छ, सुन्दर देश बनाउने र यो संविधानको पुनर्लेखन गरेर, चाहे तो राजा होस्, चाहे तो प्रधानमन्त्री होस्, चाहे तो एउटा नागरिक होस्, जसले संविधान विपरीत, कानुन विपरीत, जसले अकुत सम्पत्ति कमाउँछ, जसले हत्या बलात्कार गर्छ, त्यस्तो मान्छेलाई मृत्युदण्डको सजाय हुन्छ। उसको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ। यो सुन्दर नेपाल बनिहाल्छ, 5 वर्षमा बन्छ। अर्को प्रश्न, म दावाको साथ भन्छु, तर अहिले मित्र राष्ट्रहरूको खेलमा कुनै मित्र राष्ट्रहरूले चाहेको होला। मित्र राष्ट्रहरूलाई म निवेदन गर्न चाहन्छु,
तपाईले सुन्दर नेपाल बन्नेमा सहयोग गर्नुहोस्, हामी तपाईको साथमा हुन्छौं। यदि सुन्दर नेपाल नबनिकन यो समृद्ध नेपाल नबनाउने, समृद्ध नेपाल हुनबाट रोक्ने, जनतालाई दुःख पीडा कष्ट दिइराख्ने, जनताको बीचमा मारकाट गराउने यस्तो खालको तपाईले सोच्नु भएको छ भने आजै त्यो सोचलाई अन्त गरिदिनुहोस्। सुन्दर नेपाल बनाउन सहयोग गर्नुहोस्। बुद्धको माटो हो यो नेपाल। अहिलेको नेपाल भनेको बुद्धको माटो हो। शान्तिको शान्तिको सन्देश विश्वलाई दिने सन्देश। अहिले मुस्लिम, क्रिस्चियन, बौद्धिस्ट, गुरु नानक, कबीर, रविदासिया लगायतका जैनीहरू हैन, सबै हामी मिलेर बसेका छौं। कोही एकले अर्कोलाई अहिले हामीले दुःख दिएका छैनौं। अहिले ब्राह्मणहरूले नै पनि अरूलाई त तैले यो धर्म मान्नु हुँदैन अरू त कुटपिट त गरेको छैन, रोकेको त छैन, अरू देशको जस्तो त भएको छैन। त्यसैले सुन्दर नेपाल हो यो भूमि राम्रो भूमि हो, यो माटो हाम्रो भूमि हो, नगरोस् भन्ने चाहन्छु। चाहे तो भारत होस्, चाहे तो चाइना होस्, चाहे तो युरोप होस्, चाहे तो अमेरिका होस्, हामी असल मित्र हुन चाहन्छौं। तपाईहरुको असल मित्र हुन चाहन्छौं। 5 वर्षभित्र यो सुन्दर देश बनाउने सुरुवात हामी गर्छौं। हामीलाई थाहा छ अब बहुजन पार्टी जुन शक्ति पार्टी छ, यहाँ एउटा दलित कम्युनिटीबाट पनि बिलङ गर्नुहुन्छ। दलितैको जुन पीडा छ नेपालमा अहिले पनि, जुन यो मिडियामा घटनाहरू आइरहेको छ, उठीबास हुने, हत्या हिंसा बलात्कारमा पर्ने दलितहरू छन्, उहाँहरूले न्याय नपाइरहेको अवस्थामा यो जुन बहुजन शक्ति पार्टी जुन छ, यो बहुजन शक्ति पार्टीले पनि स्ट्यान्ड नलिरहेको अवस्था या यहाँले नबोलिदिएर चाहिँ त्यस्तो भइरहेको अवस्था चाहिँ आम नेपाली जनताले महसुस गर्न थालेछन्। विजेन्द्र पसवान यहाँले भनिसक्नुभयो कि म अलिकता स्वास्थ्य को कारणले गर्दा पनि केही दिन यस्तो मिडियाबाट टाढा थिए। अब त तपाईँ आइसक्नु भएको छ तन्दुरुस्त भएर। अब यो तपाईको आन्दोलन या भनौँ या वैचारिक आन्दोलन या डिबेट गर्नुहुन्छ या सडकमा आउनुहुन्छ, यो कसरी बढ्छ अब तपाईहरूको यो आन्दोलन? हेर्नुस्, यो सुन्दर नेपाल बनाउने क्रममा मेरो यो संविधानमा हस्ताक्षर छ र मैले केही कुराहरू बुझेर हस्ताक्षर गरेको छु। म पनि कानुन पढेको मान्छे हो, म पनि यो देशको नागरिक हो र संविधान सभाको एउटा पक्षको सशक्त आवाज बुलन्द गर्ने व्यक्ति हुँ। म बहुजन मूल निवासीको लागि स्पष्ट धारणा राख्ने मान्छे हुँ। म नेपालको संविधानमा के भनियो भने राज्यको कुनै पनि ठाउँमा विभेद गर्न पाइने छैन। विभेद भयो भने त्यसलाई कानुन बमोजिम सजाय हुन्छ। कानुनमा के लेखियो भने दण्ड सजाय जरिवाना पनि लेखियो, जेल पनि लेखियो, वा दुईटै हुन सक्ने पनि भनियो। पहिला के थियो, सार्वजनिक ठाउँमा मात्रै विभेद गर्न पाइँदैन भनेको थियो, अरू ठाउँमा जाति भेदभाव, छुवाछुत विभिन्न विभेद गर्न पाइन्छ भनेको थियो। तर अहिलेको संविधानले त्यो रोकेको छ। त्यो रोकेको कारणले हेर्नुस्, नवराज विश्वकर्माको नरसंहार भयो, हत्या भयो, केपी ओली सरकार। भीम विश्वकर्माको हत्या भयो, नारायणघाटमा मन्दिर पस्दाखेरि नरसंहार भयो। अंगिरा पासीको हत्या भयो, नरसंहार भयो। शम्भु सदाको हत्या भयो पुलिस कस्टडीमा, तपाईलाई थाहा छ, कुटेरै मार। हजुर हजुर, हैन? अहिले पनि जुन घटनाहरू अहिले रोकिएको छैन, त्यो निरन्तर जारी छ। हो, निरञ्जन रामको हत्या भयो, ज्योति पासवानको हत्या भयो, विजयरामको हत्या भयो, त्यसपछि अहिले अहिले रिङ्कु सदाको हत्या बलात्कार भयो, अहिले डोम घटना भइराखेको छ। यो सबै के को आधारमा भइराखेको छ त भन्दाखेरि वर्णाश्रम जन्य व्यवस्थाका केही मान्छेहरू, जातिवादी मान्छेहरू अंकुरण अहिले पनि बाँकी छ नेपालमा। त्यसको अन्तको लागि मृत्युदण्डको व्यवस्था हुनैपर्छ। नेपालको कडाभन्दा कडा सजायको व्यवस्था हुनुपर्छ। त्यो केपी ओली र शेरबहादुर र प्रचण्ड र बाबुरामले मान्नु भएन, माधवले मान्नु भएन, अरू कोही छोड्नु। अब हामी व्यवस्थामा सुन्नुहोस्, यसको सुन्दर देश बनाउने हो भने यी सबै खालका विभेदहरू समाप्त भएको कडा कानुन बन्नु पर्दछ। सिडिओमा एउटा डोमको सिडिओ भयो भने तुरुन्तै त्यो समस्यामा समाधान हुन्छ। एसपीमा एउटा मुसहरको एसपी भयो भने तुरुन्तै समस्या समाधान हुन्छ। तर त्यो मुसहर, डोम र धोबी र पासी अनि चमार भएको ठाउँमा यदि 52 सिडिओ भएर गयो भने त्यसले जातीय दम्भ देखाउँछ। त्यसले कानुन मान्दैन, संविधान मान्दैन। उहाँहरूले न्याय गर्न सक्नु भएन, अहिले गर्न सकिरहनु भएको छैन। त्यसो भएको हुनाले केपी शर्मा ओलीले के बुझ्नु पर्यो भने तपाईले गरेको गल्ती, केपीजीलाई म निवेदन गर्न चाहन्छु, तपाईको गल्तीको कारणले तपाईले दलितहरूलाई, कथित दलितहरूलाई, कामी दमाई सार्कीलाई, गोरेच्यामे पौडे कुशवा घाइने धाइनारलाई र यो तपाईको ओबीसीलाई साइज डाउन गर्नुभयो। ओबीसी पिछडा वर्गलाई तपाईले साइज डाउन गर्नुभयो। आदिवासी जनजातिलाई तपाईले अनदेखा गर्नुभयो। मजदुर र किसानलाई अनदेखा गर्नुभयो। त्यसो भएको हुनाले
एससी एसटी ओबीसी और माइनोरिटी मुस्लिम समुदाय यो अहिले देशमा जुन यो अहिले देशमा यो तरलता देखिएको छ यो सबै कुराहरू म्यान्डेट यो सबै कुराहरू यदि एड्रेस भयो भने यो अहिले देशमा देखिएको तरलता पनि समाप्त हुन्छ, एकदमै समाप्त हुन्छ। यो सबै कारण भनेको केपी ओली हो। हजुर, अन्तमा अब हाम्रो इशारा मैले पाइरहेको छु, हामी कार्यक्रमको अन्त पनि छौँ। यो बहसलाई निकै राम्रो बहस भइरहेको थियो, तथापि म रोक्ने यहाँसँग अनुमति चाहन्छु। अब अन्तमा यो जुन व्यवस्था छ नेपालको संसदीय व्यवस्था, सदनले प्रधानमन्त्री चुन्ने, यो मैले छुटाएको यहाँलाई सोध्न र म सोध्न चाहिरहेको छु। अब यो संसदीय व्यवस्था देशमा काम लागेन, अब यो प्रत्यक्ष निर्वाचन प्रणाली राष्ट्रपतिमा या प्रधानमन्त्रीमा जानुपर्छ, यसले चाहिँ यो निरन्तरको जुन सरकार परिवर्तन छ यसलाई रोक्न सक्छ भन्ने कुरा आइरहेको छ। यो गैर लोकतान्त्रिक चिन्तन हो, चाहे तो केपी ओलीको दिमागमा होस्, चाहे तो शेरबहादुरको दिमागमा होस्, चाहे तो ज्ञानेन्द्रका एसम्यानहरूको दिमागमा होस्। तर धेरै कन्ट्रीहरूले यसलाई प्र्याक्टिस गरिरहेको छ। सुन्नुस्, अमेरिका भनेको एउटाको बाहुल्य भएको देश हो। एउटाको बाहुल्य भनेको 44 वटा राष्ट्रपतिमा एउटा राष्ट्रपति ओबामा बन्यो। नेपालको सन्दर्भ के छ त भन्दाखेरि अहिले जसरी 35 वटा प्रधानमन्त्री भयो, 15 वर्षमा 13 वटा प्रधानमन्त्री फेरियो र एउटै जातको एउटै समुदायको मान्छे प्रधानमन्त्री भयो। तपाईलाई थाहा छ नि, यदि त्यो निरङ्कुश भयो भने के हुन्छ देश, के हुन्छ भनेपछि यो खतरा पनि छ प्रत्यक्ष निर्वाचन प्रणालीबाट। ज्ञानेन्द्र भन्दा सुन्नुस्, ज्ञानेन्द्र र केपी ओली र शेरबहादुर भन्दा कठोर मान्छे जन्मिन सक्छ, अर्को तनासा जन्मिन सक्छ। त्यसो भएको हुनाले विजेन्द्र पासवान त्यसको विपक्षमा छु र यो कुरा कसैले गर्छ भने म टेबलमा बहस गर्न चाहन्छु। म संविधान सभामा बहस गर्ने मान्छे हो, बाबुराम भट्टराईसँग, प्रचण्डसँग। तर देशका ठूला नेताहरू यो भनिरहनु छ, देशका ठूला विज्ञ ठूला पार्टीका ठूला नेताहरूले यो कुरा गर्नुहुन्छ। तपाईँ एउटा जातबाट गाइडेड हुन्छ, एउटा धर्मबाट गाइडेड हुन्छ, एउटा समूहबाट गाइडेड हुन्छ। काङ्ग्रेसभित्र 3 समूह, एमाले भित्र 2 समूह, माओवादी भित्र 4 समूह। के हो यो? समूहको नेता बनेर सुन्दर देश बनाउन सक्नुहुन्छ तपाईँ? हस् विजेन्द्रजी, म यहाँलाई यहीँनिर रोक्न चाहन्छु। धेरै कुराहरू आइसकेको छ, व्यस्त यहाँ हुनुहुन्छ। व्यस्तको बावजुद पनि हाम्रो स्टुडियोसम्म आएर चाहिँ यो बहसमा सरिक भइदिनु भयो। सीमाञ्चल बहस टिमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। संघीय गणतन्त्र नेपालको संविधान छ, संविधानको त्रुटिलाई सुधार्छौं, सुन्दर देश बनाउन सबैको सहमतिमा संविधानको पुनर्लेखन संशोधन गरेर अगाडि बढ्छौं। यो नेपाल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशलाई स्वीकार्दै नयाँ नेपाल बनाउन इमानदार बाहुन, इमानदार छेत्री, इमानदार गिरी, इमानदार पुरी, इमानदार यादव, कोइरी, कुर्मी, मल्ला, बिन, जति छन् ओबीसी पिछडा वर्ग, आदिवासी, जनजाति, उत्पीडित समुदाय, मुस्लिम, क्रिस्चियन, बौद्धिस्ट सबैको साझा सहमतिमा सुन्दर देश बनाउने 5 सालभित्र सुन्दर देश बनाउँछौं। दोषीलाई कारबाही गराउँछौं। ज्ञानेन्द्र शाहले धेरै चकचक गर्यो भने गाँस पनि खोसिदिन्छौं। केपी शर्मा ओली सुध्रिएन भने, शेरबहादुर सुध्रिएन भने, अरू दलका नेताहरू सुध्रिएन भने यिनलाई 24 भन्दा अगाडि नै जेल पठाउँछौं। हस् विजेन्द्रजी, यहाँले सान्दर्भिक भनाइहरू आफ्नो राखिदिनु भयो। हाम्रो यो बहसमा आएर छलफलमा हाम्रो जुट दिनुभयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धन्यवाद। आम श्रोता दाजुभाइ दिदी बहिनीलाई पनि धन्यवाद। संघीय गणतन्त्र जिन्दाबाद, धर्मनिरपेक्ष राष्ट्र जिन्दाबाद। अरू अधिकारको लागि संगठित भएर सङ्घर्ष र यो आन्दोलनमा सहभागी बनौं। धन्यवाद र विशेष धन्यवाद। अहिलेसम्म यो रेडियो सीमाञ्चलको सीमाञ्चल बहस हेरिरहनुभएका र सुनिरहनुभएका तमाम दर्शक महानुभावहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो छलफल तपाईँ हाम्रो नेपाल पोस्ट टिभीमा पनि आएर हेर्न सक्नुहुन्छ भन्ने जानकारीको साथमा र nepalpostdaily.com मा पनि आएर यो विषयमा पढ्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै रेडियो सीमाञ्चल को यो सीमाञ्चल बहसबाट म मनोज पटेल आज पुनः पनि ओझेलमा पर्न चाहन्छु। यस्तै समसामयिक विषयको साथमा म उपस्थित हुने नै छु। तबसम्मको लागि मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्कार।